व्हाट इज रिपेन्टेन्स भन्ने छोटो भिडियोलाई लिएर आएको छु। भित्र परमेश्वरलाई, सृष्टिकर्ता परमेश्वरलाई हेर्ने उसको दृष्टिकोण नै गलत भएको छ। त्यसपछि उसको सबै जीवन नै परिवर्तन भएको हामी पाउँदछौँ। सबैजनालाई जय मसी, स्वागत छ तपाईँहरूलाई गस्पल रिफ्लेक्ट च्यानलमा। म 2 साल पश्चात फेरि म मेरो च्यानलमा फेरि फर्किएको छु र आज चाहिँ मैले तपाईँहरूको माझमा पश्चाताप के हो, व्हाट इज रिपेन्टेन्स भन्ने छोटो भिडियोलाई लिएर आएको छु र म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। जतिजना नयाँ हुनुहुन्छ मेरो च्यानलमा, तपाईँहरूलाई के लाग्छ पश्चाताप भनेको के हो, व्हाट इज रिपेन्टेन्स? यसलाई हामीले सामान्य अर्थमा भन्ने हो भने चाहिँ मानिसको हृदयले चाहिँ पापबाट चाहिँ परमेश्वरतर्फ फर्काउनु हो। र पश्चाताप भन्ने कुरा नि हाम्रो जीवनमा प्रिय मित्रहरू यो आफै आउँदैन, यो त परमेश्वरबाट मात्र हुँदछ। जब परमेश्वरले पवित्र आत्माद्वारा उहाँको वचनले पापी मानिसको पापलाई देखाइदिनुहुन्छ नि, उसको हृदयको पापलाई देखाइदिन्छ, अनि मात्र मानिसले पश्चाताप गर्दछ र पश्चाताप गरेको मानिसको जीवनमा परिवर्तनहरू आउँदछ। उसको सोचाइ, उसको बोलाइ, उसको हिँडाइ, होइन, उसको सबै कुरा नै भनौँ न उसको हृदय नै परिवर्तन हुँदछ। यो पश्चाताप चाहिँ क्रिस्चियन जीवनको सबैभन्दा पहिलो कदम हो, यो आवश्यक कदम नै हो। जब मानिसको हृदय परिवर्तन हुँदछ, उसको मगज, उसको हृदय सबै कुरा नै परिवर्तन हुँदछ। हामीलाई हितोपदेशको पुस्तकले भन्दछ कि 4:23ले मानिसको सारा जीवनको मूल अथवा त्यसको जड नै हृदय हो, होइन। हामीले उदाहरणको लागि पावल प्रेरितलाई हेरौँ न। पावलले चाहिँ क्रिस्चियनहरूलाई सताइरहेको थियो र अझै क्रिस्चियनहरूलाई सताउनको लागि यो चाहिँ हामीले प्रेरितको पुस्तक पाउँदछौँ। अझै उसले चाहिँ क्रिस्चियनहरूलाई पक्रेर अझै जेलमा हाल्नको लागि, होइन, उसलाई क्रिस्चियनहरूलाई सताउनको लागि ऊ चाहिँ जब दमस्कसको बाटो भएर गइरहेको हामी पाउँदछौँ कि प्रेरित 9 अध्यायमा जब दमस्कसको बाटो भएर ऊ गइरहेको थियो, त्यस समयमा चाहिँ हेर्नुहोस् है, त्यस समयमा जब ख्रिस्टसँग उसको जम्का भेट हुँदछ नि, ख्रिस्टसँग जब इन्काउन्टर हुँदछ नि, त्यसपछि उसको सबै जीवन नै परिवर्तन भएको हामी पाउँदछौँ। उसको सोचाइ, उसले जुन तरिकाले ख्रिस्टलाई सोचेको थियो, तर जब ख्रिस्टसँगको इन्काउन्टर पछि उसले आफैलाई के भेट्यो, उसको सोचाइ, उसको हृदय नै उसले गलत भेटेको हामी पाउँदछौँ। अन्तमा उसले जुन ख्रिस्टलाई सताइरहेको थियो नि, पावलले जब उसको इन्काउन्टर पछि उसले बप्तिस्मा लियो, बप्तिस्मा पछि अनि उसले चाहिँ के गरेको छ, जुन क्रुसलाई उसले सताइरहेको थियो त्यही क्रुसलाई नै फेरि प्रचार गर्नको लागि, अनि जसरी उसले पहिला सताइरहेको थियो फेरि त्यस्तै सताइनुको लागि ख्रिस्टको खातिर, होइन, उस चाहिँ लागेको हामी पाउँदछौँ। र हामी यहाँबाट यो बुझ्न सक्छौँ कि मानिसको हृदय, मानिसको सोचाइ, मानिसको हेराइ सबै कुरा गलत छ। त्यो मात्रै होइन प्रिय मित्रहरू, मानिसले चाहिँ पवित्र परमेश्वरलाई, सृष्टिकर्ता परमेश्वरलाई हेर्ने उसको दृष्टिकोण नै गलत भएको छ। त्यस कारणले गर्दा जब मानिसहरू परिवर्तन अथवा पश्चाताप गर्न यो आवश्यक छ। अब हामी कहिलेदेखि चाहिँ मानिसले चाहिँ कहिलेदेखि चाहिँ परमेश्वरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो, चेन्ज भयो भन्दाखेरि हामीले उत्पत्ति 1 र 2 हेऱ्यौँ भने त्यहाँनिर पाउँछ कि परमेश्वरले सृष्टि गर्नुभएको कुरा सबै असल छ। जब 3 अध्यायमा आइपुग्छौँ नि, जब मानिस चाहिँ पतन हुँदछ, त्यस पश्चात चाहिँ मानिसले पवित्र परमेश्वरलाई हेर्ने, सृष्टिकर्ता परमेश्वरलाई हेर्ने उसको सबै दृष्टिकोण नै चेन्ज भएको छ। त्यसो भए के गर्ने त? अब पवित्र परमेश्वरलाई हेर्ने अनि, होइन, सृष्टिकर्ता परमेश्वरलाई हेर्ने हाम्रो दृष्टिकोण नै परिवर्तन भयो। अब के गर्ने त भन्दाखेरि त्यहाँ के उपाय छ? अवश्य पनि उपाय छ। त्यहाँनिर एउटा उपाय छ कि हामी आफैले चाहिँ परमेश्वरमा समर्पण गर्नुपर्दछ, अथवा हामी आफै परमेश्वरमा समर्पित हुनुपर्दछ। त्यसको लागि हामीले के गर्नुपर्छ? पहिलो नम्बर, परमेश्वर को हुनुहुन्छ? परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ धर्मी परमेश्वर हुनुहुन्छ, उहाँ न्यायिक परमेश्वर हुनुहुन्छ। हामी को हौँ? मानिस। हामी को हौँ भन्ने कुरा बुझ्नु पर्दछ। हामी को हौँ? हामी पापी मानिस, हामी मरेको मानिस। अब त्यहाँनिर फेरि त्यो मरेको मानिसलाई उद्धार गर्नको लागि त्यहाँ को आउनुभयो? ख्रिस्ट आउनुभयो। ख्रिस्टले के गर्नु? क्रुस को हुनुहुन्छ? ख्रिस्ट उहाँ
हामीलाई बचाउनको लागि आउनु हुने पवित्र परमेश्वरको पुत्र येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले हाम्रो लागि के गर्नुभयो? आजभन्दा 2000 वर्ष पहिले आएर उहाँले हाम्रो निम्तिमा हामीले भोग्नुपर्ने सबै कष्टहरू छ हाम्रो सट्टामा उहाँले कल्भरी डाँडाको क्रुसमा उहाँले भोगिसक्नु भएको छ। त्यो कुरालाई हामीले भुल्नु हुँदैन, त्यो कुरालाई हामीले बुझ्नु पर्दछ। किनकि हामी मानिस, पापमा मरेको मानिसले आफैले बचाउन सक्दैन। त्यसको लागि त पश्चातापको आवश्यकता पर्दछ। फेरि यसको मतलब पश्चाताप गरेर मात्रै पुग्ने रहेछ भन्ने होइन। पश्चातापले मात्रै आज तपाईँ हाम्रो उद्धार मुक्ति दिँदैन प्रिय मित्रहरू, यो गलत मेसेज नजाओस्। आज तपाईँ हामीलाई पश्चातापले मात्रै पुग्दैन, पश्चातापको साथसाथै विश्वास पनि गर्नुपर्दछ। विश्वास गर्नुपर्दछ। के माथि विश्वास? को माथि विश्वास भन्दाखेरि येशू ख्रीष्टको सुसमाचारमाथि विश्वास। पापी मानिसलाई बचाउनको लागि यहाँ त्यो संसारमा, यो ब्रह्माण्डमा यहाँ कुनै कुरा छैन, केवल ख्रीष्ट बाहेक सबै कुराहरू नष्ट भएर जाँदछ। तर केवल ख्रीष्टको वचन मात्रै आज सदा सर्वदा रहिरहनेछ। त्यसै कारणले गर्दा रोमी 6:23 भन्दछ कि पापको ज्याला मृत्यु हो। यो पापको ज्याला कुन मृत्यु हो? शारीरिक मृत्यु? अवश्य शारीरिक मृत्यु त्यही छँदैछ, त्यहाँनिर यो त अनन्तको आत्मिक मृत्यु हो। तर परमेश्वरको सित्तैको वरदान चाहिँ ख्रीष्ट येशू हाम्रो प्रभुमा अनन्त जीवन हो। त्यसै कारणले गर्दा प्रिय मित्रहरू हो, उद्धार र मुक्ति चाहिँ केवल हाम्रो पश्चाताप र येशू ख्रीष्टमाथिको विश्वासद्वारा मात्र आउँदछ। त्यसै कारणले गर्दा येशू ख्रीष्टले मर्कुस 1:15 यसरी भन्नुहुन्छ कि पश्चाताप गर र सुसमाचारमा विश्वास गर। अब सुसमाचार के हो भन्ने प्रश्न आउँछ। सुसमाचार के हो? तपाईँहरूले मेरो यही च्यानलमा गएर स्क्रोल गर्दै तल जानुहोस्, त्यहाँ हेर्नुहोस् सुसमाचार भनेको के हो भने मैले छोटो भिडियो बनाएको छु, तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ। सो आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँहरू पहिलोचोटि यो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने तपाईँलाई स्वागत छ। अनि यदि यस्तै बाइबलको कुराहरू तपाईँहरूलाई सुन्ने बुझ्ने मन छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद। जय मसीह।